प्रिय साथी, किन रिसायौ र मसँग यति धेरै? तिम्रो कसम, तिमीले भन्दा धेरै कमाएको छैन, तिमीले भन्दा ज्यादा रमाएको छैन। सम्झ त ती बालापन, चोरेका काँक्राको स्वाद बराबर थियो, नगरेका होमवर्कको सजाय बराबर थियो, चाडबाड र मेला पर्वको बुर्कुसी बराबर थियो, गुमाउँदाको उदासी र पाउँदाको खुसी बराबर थियो। अहिले के भयो? सम्झ त जवानी, एउटै अनुहारमा आँखा पर्दा पनि साथीको लागि छोडिदिने त्याग थियो। चिट्ठी मेरो थियो, अक्षर तिम्रो थियो, आहा कति गहिरो भरोसा थियो। हराउँथ्यौ कतै तिमी, नाम लिन्थ्यौ मेरै, एक भए अर्कोलाई न कुनै डर थियो न चिन्ता थियो। अहिले के भयो? सम्झ त सङ्घर्षका दिन, पसिना तिम्रो थियो, रुमाल मेरो थियो, आइडिया तिम्रो थियो, कमाल मेरो थियो। चिया पसलको उधारो, भट्टीको बिल तिम्रो आधा मेरो आधा थियो, घरबेटीको किचकिच, साउजीको ताकेता, समस्या हाम्रो साझा थियो। अहिले के भयो? एउटा हाँगो समाउँदैमा, दुई चार पैसा कमाउँदैमा नचिने जस्तो गर्नुपर्छ र के? फरक जीवन फरक बाटो, आक्कल झुक्कल हुने भेटमा तर्की तर्की हिँड्नुपर्छ र के? के दिनुपर्छ र तिमीलाई मैले, के लिनुपर्छ र तिमीबाट मैले? एक वचन बोली त हो, होइन र? यो भागदौड अनि यो हतारोमा भेटिएर त्यही पुरानो चौतारोमा एकपटक अङ्गालो मार्न मन छैन र? देख्छु तिमी सन्चै छौ, देख्दा हौ म पनि सन्चै छु। मनलाई सन्चो छ कि बिसन्चो, के साँच्चै सोध्न मन छैन र? नफर्क साथी मेरो मलामी जाने दिन, तिमी नआए पनि म रिसाउँदिन त्यो बेला। लैजालान् कसैले जलाउलान् अर्कैले, मन जलाई नबसौँ यो बेला। थाहा छ साथी, बाँचुन्जेल जल्नु र मरेपछि जल्नुमा के फरक हुन्छ? मरेपछि हामी जलेको दुनियाँले देख्छन् र भन्छन् कस्तो जाति मान्छे थियो। जिउँदैमा हामी जलेको हामीले मात्र देख्छौँ, तर भन्न सक्दैनौँ मेरो साथी कति जाति थियो। ए मेरो जाति साथी, के अब हामी भेट्न साँच्चै ढिला भएन र?